प्रतिनिधिहरू 5000 जति हुनुहुन्छ, तर सम्भवतः 3000 देखि 4000 प्रतिनिधिहरू पनि आउनुहुन्छ र महाधिवेशन प्रतिनिधि बाहेक यहाँ लगभग 35000 भन्दा बढीको चाहिँ बाहिरबाट आउने आगन्तुक साथीहरू हुनुहुन्छ, उहाँहरू पनि आउनुहुन्छ। दर्शक, यति बेला हामी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन हुने स्थलमा आइपुगेका छौँ। चितवनबाट प्रत्यक्ष जोडिरहेका छौँ, जहाँ देख्न सक्छौँ विशाल रूपमा हलहरू बनिरहेको छ, तयारी भइरहेको छ। असार 7, 8, 9 गते राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति लगायत नयाँ उम्मेदवारहरू चयन गर्दैछ। यति बेला त्यही स्थलमा छौँ। यही स्थलले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वहरूलाई चुन्दैछ। त्यही स्थलमा छौँ। आज हामी यो हल निर्माण भइरहेको स्थलबाट प्रत्यक्ष जोडिरहेका छौँ। माननीय प्रभा ढकालज्यूसँग हामी जोडिएका छौँ। नमस्कार। नमस्कार। यति बेला निकै चर्चा छ तपाईँहरूको महाधिवेशनको, कसरी तयारी हुँदैछ? तयारी एकदमै भव्य सभ्य रूपमा हुँदैछ। म आज नै काठमाडौँदेखि चितवन आइपुगेको छु। चितवनका साथीहरू, चितवन जिल्लाका कमिटीहरू, प्रदेश र केन्द्रबाट सम्पूर्ण पार्टीका साथीहरूले सहयोग गर्नुभएको छ। अहिले कार्यक्रम स्थलमै छौँ हामी। यहाँ चाहिँ एकदमै आधुनिक टेन्टदेखि लिएर सबै कुराहरू एकदमै भव्य रूपमा भइरहेको छ। यो तपाईँहरूको महाधिवेशन स्थल सरेको विषयमा चाहिँ अलिक चर्चा पनि भएको थियो। किन रहेछ यहाँ सरेको चाहिँ ठ्याक्कै? यस्तो छ, अब चितवनको गर्मी सँगसँगै हामीलाई स्पेस पनि ठुलो चाहिने भएको कारणले गर्दा र यो अलिकति सेन्टर ठाउँ पनि भएको कारणले गर्दा टाढादेखि, सुदूरपश्चिमदेखि, कर्णालीदेखि, अब कोशीदेखि होइन, गण्डकीदेखि धेरै टाढादेखि साथीहरू आउनुहुन्छ। आउँदै गर्दा उहाँहरूको लागि पनि अलिकति सहज हुने भएको कारणले गर्दा यो ठाउँमा सारिएको हो। प्रतिनिधिहरू कति आउने रहेछन्? के छ आकलन, हिसाब किताब कति रहेछ यहाँ अहिले? अब हाम्रो प्रतिनिधिहरू 5000 जति हुनुहुन्छ, तर सम्भवतः 3000देखि 4000 प्रतिनिधिहरू पनि आउनुहुन्छ र महाधिवेशन प्रतिनिधि बाहेक यहाँ लगभग 35000 भन्दा बढीको चाहिँ बाहिरबाट आउने आगन्तुक साथीहरू हुनुहुन्छ, उहाँहरू पनि आउनुहुन्छ। काठमाडौँदेखि आइसक्नु भएको छ? हजुर, आएको छ। यति बेला महाधिवेशनको निकै अब यो फरक पनि छ, प्रथम एकदमै ऐतिहासिक तपाईँहरूको तयारी भन्ने सुनेका छौँ। के छ, कसरी तयारी हुँदैछ? सभापति के छ, सभापतिको उम्मेदवार को हुनेछन् र कसलाई तपाईँहरूले चाहिँ यो प्रथम महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको नेपालको ठुलो दलको पार्टीको सभापति बनाउँदै हुनुहुन्छ? पार्टी सभापतिमा रवि लामिछानेज्यू नै हुनुहुन्छ। उहाँहरूको विकल्पमा अहिलेसम्म कोही पनि आउनु भएको छैन र आउनु पनि हुँदैन भन्ने हामीलाई विश्वास छ। किनभने पार्टी सभापतिले स्थापना गर्नुभएको यो पार्टी आजसम्म यहाँसम्म ल्याएर आफूले यो पार्टी र यो देशको योगदानको लागि जसरी आहुति गर्नुभयो, उहाँको मूल्य यो सबै हेर्दै गर्दा पार्टी सभापतिको विकल्पमा अरू कोही पनि आउनु हुँदैन। रवि लामिछाने नै हुनुहुन्छ र वरिष्ठ नेता बालेन्द्र शाहज्यू नै हुनुहुन्छ, प्रधानमन्त्रीजी। यो पद चाहिँ हेरफेर हुँदैन पार्टी? हुँदैन। किन यस्तो? अनि कोही छैनन् अरू चाहिँ? किन होइन, यस्तो हुनुहुन्छ होला, नहुने कुरा हुँदैन। आकाङ्क्षा धेरैले राख्न पाउनुहुन्छ होइन। पाउँदै गर्दा पनि हामीले हेर्दै गर्दा यो पार्टी स्थापना कालदेखि बाटै आजसम्म सङ्घर्ष गरेर ल्याउनु भएको छ। उहाँको अब हाम्रो पार्टीमा के छ भने पार्टीको कार्यविधि विधान हेर्ने हो भनेदेखि 2 कार्यकाल कन्टिन्यू चलाउन पाइन्छ। त्यसमा पार्टी सभापतिज्यूको विकल्पमा अरू कोही पनि देखिनु हुँदैन। आजसम्म देखिनु भएको छैन र पार्टी सभापति नै चर्चा त छ नि फेरि अहिले हो र मैले चाहिँ त्यो सुन्नमा आएको छैन है, नआएको कुरालाई। तपाईँहरू चाहिँ पार्टी सभापति रवि लामिछानेलाई बनाउने तयारीमा हुनुहुन्छ? हजुर। जस्तै अब यो कार्यक्रम स्थलमा यहाँको कार्यक्रमहरू कसरी तय भएको रहेछ, अलिकति जानकारी दिनु। यहाँ यो कार्यक्रम चाहिँ भरतपुर महानगरपालिका वडा नम्बर 10 को यो गेस्ट हाउस चौर जिल्ला प्रहरी कार्यालयको अगाडिपट्टि पर्छ। यो चौरमा चाहिँ अब स्टेज जहाँ जसरी बनाएको छ त्यसरी नै छ। त्यहाँ चाहिँ ब्यानरहरू राखिन्छ। विभिन्न ठाउँहरूमा थोरै फ्लेक्सहरू पनि राख्नु भएको रहेछ र बोर्ड पनि बनाउनु भएको छ, गेटहरू बनाउनु भएको छ अलिअलि। नभए त्यति धेरै बाहिर चर्चा परिचर्चाहरूले भने जस्तो एकदमै फोहोर गर्ने त्यस्तो केही देखिनँ मैले। एकदमै राम्रो लागेको छ। अलिकति संयमित तरिकाले गर्नुभएको छ साथीहरूले, अलिकति व्यवस्थित, अलिकति अनुशासित तरिकाले गर्नुभएको छ। यहाँ अहिले कार्यक्रम स्थलमा नै हेर्दै गर्दा भरतपुर महानगरपालिकाका सङ्गठनका साथीहरू, स्वस्फूर्त पार्टीलाई माया गर्ने साथीहरू, अभिभावकहरू, जनताहरू पनि आएर यो चाहिँ ठाउँको हल निर्माणको लागि एकदमै सहयोग गरेको देखिरहेको छु। एकदमै खुसी लागेको छ। तपाईँ अब एउटा संसदीय दलको नेता पनि हुनुहुन्छ होइन? त्यो भएको हिसाबले यो महाधिवेशन के लाग्छ तपाईँलाई चाहिँ?
महाधिवेशन अरूले भन्दै गर्दा पहिले सुन्दै गर्दा यो त महान चाडपर्व हो भन्ने लाग्थ्यो होइन पार्टीको मलाई पनि लाग्न त्यस्तै लाग्छ तर यो भन्दै गर्दा हामी एउटा सुसंस्कृत राजनीति गर्ने क्रममा छौँ यो गर्दै गर्दा अहिले हाम्रै पार्टीको सरकार हामी नै यो पार्टीबाट अहिले पहिलोपटक महाधिवेशन गर्दै गर्दा साँच्चै नै मलाई पनि चाडपर्व के जस्तो लागिरहेछ अहिले चाहिँ आएर त्यसैभरिका प्रतिनिधिहरू आउँदैछन् होइन एकदमै अहिले फेरि रासोपामा चाहिँ गुट उपगुटका कुराहरू पनि छन् फेरि छैन यो बाहिर धेरै सुन्नमा चाहिँ आउँछ गुट उपगुट भन्ने कति पनि छैन पार्टीमा केन्द्रमा अहिले हामी एमपी भएर बस्दै गर्दा 182 जनामा पनि हामी बिचमा एकअर्कामा एकदमै सौहार्दपूर्ण वातावरणमा हामी एकअर्कालाई समर्थन गर्दै सम्मान गर्दै अगाडि बढिरहेका छौँ सदनमा सँगसँगै सरकारमा त्यस्तै राम्रो छ र सँगसँगै पार्टी सभापतिज्यूले पटक पटक भन्नुभएको छ पार्टी एउटै ढिक्का हो र उहाँले त पटक पटक भनि पनि राख्नु भएको छ 77वटा जिल्ला 78वटा जिल्लाको एउटै निर्वाचन क्षेत्र भन्दै गर्दा पार्टी पनि त्यस्तै छ राम्रो छ